जाड हातमा हुक्का चाहिन्छ होइन, सुरु छैन हुक्का चाहिन्छ। खरबुजा काट्न चाहिँ आउँदैन होइन, तराई चाहिँ भइहाल्छ तर पोल्ने कारण चाहिँ नमस्कार साथीहरू, फिरेन्टे क्लिप्सको फेरि अर्को एपिसोडमा हजुरहरू सम्पूर्णलाई नमस्कार। र आज अलिकति विशेष हुन्छ हाम्रो लागि चाहिँ, स्पेसली मेरो साथीभाइहरू होइन, मेरो करिबको साथीभाइहरू चाहिँ अहिले हामी चाहिँ भेट हुने कार्यक्रम छ र सानोतिनो चाहिँ पिकनिक चाहिँ गर्ने भन्ने प्रोग्राम छ आज। र अनफर्चुनेटली आज चाहिँ मेरो छोराछोरी बुढी चाहिँ हुँदैन मसँग है। यो पिकनिक विशेष कार्यक्रम चाहिँ हाम्रो चाहिँ नयाँ वर्षको उपलक्ष्यमा चाहिँ 2083 को उपलक्ष्यमा साथीभाइ बसेर खाउँ रमाइलो गरौँ भन्ने एउटा विशेष त्यसकै आधारमा चाहिँ हामीहरू आज जम्का भेट भइरहेको छौँ। र हजुरहरू सम्पूर्णलाई जसले यो भ्लगमा जोडिनुहुन्छ हेर्नुहुन्छ तपाईँहरू सम्पूर्णलाई देश विदेशमा रहने सम्पूर्णलाई चाहिँ 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। ल हामीहरू साथीभाइहरू चाहिँ सबैजना यहाँ जम्मा भएको छौँ र हामीहरू चाहिँ त्यही 8-9 जनाको टिम हुन्छ आज चाहिँ। र हामीहरूसँग चाहिँ खाना विशेषमा चाहिँ यस्तो कुराहरू छ नि, नेपाली वाद्यवादकको रूपमा चाहिँ मादल्स पनि हामी सँगसँगै छ अहिले। र यो चाहिँ हुक्काको लागि। र अब यहाँ के छ भन्ने कुराहरू अब खासै बोलेर साध्य छैन, किनभने यहाँ चाहिँ 84 व्यञ्जन छ यहाँ। त्यसले गर्दाखेरि चाहिँ यस्तो छ गरी फेरि यार। र विशेष गरी यो चाहिँ आजको चाहिँ महत्त्वपूर्ण विषयको रूपमा यो हुनसक्छ है कि यसले चाहिँ मान्छेलाई लट्ठ्याउने काम गर्छ है। यो पनि त्यही मध्येमा एउटा पर्छ। र यो चाहिँ यिनीहरू चाहिँ बेभरेजको रूपमा यस्तो छन् है, गेटरेडहरू पनि छ, 0 सुगरवाला रहेछ फेरि। पानी पनि छ, यहाँ चाहिँ मकै पनि रहेछ है। र यो मासुहरू चाहिँ सबै मेरिनेट गरेको मासु। यो हाम्रो पिकनिक कार्यक्रमको मुख्य समायोजक हाम्रो दाइ हुनुहुन्छ किरण शङ्कर। उहाँले चाहिँ अब 2083 को केही शब्दहरू जाओस् प्लस आजको प्रोग्रामको अलिकति बोलिदिनु न। नमस्कार, यहाँहरू जति पनि जनाले यो भिडियो हेर्नुहुन्छ यहाँ सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना टक्राउन चाहन्छु। र साथीहरू यहाँ सबैजनालाई पनि ह्याप्पी न्यु इयर भन्न चाहन्छु यो भिडियो मार्फतै। अनि त्यही त अब यो सधैँ गएको वर्ष पनि हामीले हाम्रो ग्रुप भनौँ न, हजुर हाम्रो 10-12 जनाको चाहिँ यसो कतै गएर चाहिँ सकेसम्म टाइम मिलाएर चाहिँ ह्याप्पी न्यु इयर मनाउने चाहिँ हामीले चाहिँ त्यो जमर्को चाहिँ पहिलोबाट गर्दै आएको। आज पनि त्यही अनुसारले चाहिँ जुरेर चाहिँ यहाँ आएको छौँ हामी। हजुर यो ठाउँ पनि रमणीय छ। हजुर हजुर बोटिङ सुटिङ पनि यहाँ हुँदैछ होइन। हजुर हामी बोटिङ चाहिँ अभियसली गरिन्न होला, हजुर। तर यो बारबिक्यू गर्न चाहिँ हामी चाहिँ यहाँ अब खाएको सागोहरू बन्दोबस्त गरी भइसकेको छ। मासुहरू त्यहाँ छ सबै टेबलमा। त्यही त अब यहाँलाई नयाँ वर्षको धेरै धेरै शुभकामना भन्न चाहन्छु म। यो भिडियो जति पनि जनाले हेर्नुहुन्छ यहाँहरूको दिन, यहाँहरूको वर्ष चाहिँ एकदम सुखद आरामदायीसँगले बितोस् भन्दै यहाँहरूलाई फेरि पनि ह्याप्पी न्यु इयर। र मसँग अहिले हाम्रो यो पिकनिक विशेष कार्यक्रमको चाहिँ यो चाहिँ नयाँ वर्षको शुभकामना आदान प्रदानमा जोडिनु भएको छ हाम्रो कोषाध्यक्षज्यू। उहाँसँग पनि 2-4 कुरा राखौँ। उहाँको नाम चाहिँ सन्देश नेउपानी हो। ल तपाईँको नाम परिचयबाट सुरु गर्नुहोस्। मेरो नाम सन्देश छेत्री। आज हुन लागिरहेको 2083 अब सुरु हुन लाग्यो नि त होइन। आजदेखि यो जुन हामीले आज यो वनभोज एकदम रमणीय ठाउँमा हामीले गरेको छौँ। यसो उता सिन पनि देखाइदियो भाइ। यता सिन तालहरू यस्तो राम्रो छ। हामी यसरी आज आएको छौँ, धेरै टाढोबाट आएको। लगभग हामी चाहिँ सान फ्रान्सिसकोदेखि आएको होइन। लड्दै बढ्दै गरेर आयो, रमाइलो गर्ने हो। आज नयाँ वर्षको उपलक्ष्यमा झम्पा पतम गर्ने हो रे। आजको चाहिँ यो कार्यक्रममा चाहिँ एकदमै सफल बनाउन मुख्य भूमिका खेल्नु हुँदैछ हाम्रो मामा है। उहाँ चाहिँ यो कार्यक्रमको चाहिँ समग्रमा चाहिँ यो श्रेय चाहिँ उहाँलाई जान्छ होइन।
त्यसले गर्दाखेरि चाहिँ उहाँकोबाट पनि दुई चारवटा कुराहरू होइन, सुन्न म पाए गरिरहेको अझै छु। हामी चाहिँ दर्शकहरू अझै एकदम मोहित तेल हुन्थ्यौँ। बनाइहाल्न आएको होइन के कुरा बोल्नुहुन्छ अब बोल्न त छ होइन अब सबैलाई अब आफ्नो काममा हुन्छन् सबैलाई जम्मा एकमुष्ट पारेर ल्याएको चाहिँ मैले हो हुन त होइन अब सबैले मेरै जिम्मेवारी सबैभन्दा ठुलो परेपछि जिम्मेवारी मेरै हुन्छ भनौँ न होइन त्यही भएर सबैलाई जम्मा गरेर लिएर आएको छु मैले मेरो कमानमा हिँड्छन् साथीहरू कोही कोही चाहिँ कुनै कुनै बेला चाहिँ फेरि मान्दैनन् फेरि यसलाई मिलाउनुपर्छ फेरि होइन कहिले बेला ठुलै स्वर गर्नुपर्छ बेला बेला तर मान्छन् भाइहरू 2083 को शुभकामना अब 2083 को मङ्गलमय शुभकामना कसरी दिनु भन्दाखेरि चाहिँ सम्पूर्ण मेरा यो भिडियो हेर्ने मेरा दर्शकहरूलाई होइन 2083 सालको मङ्गलमय शुभकामना दिन चाहन्छु अनि सबैको इच्छा आकाङ्क्षा पुरा होस् भन्न चाहन्छु त्यही नै मेरो 2083 सालको शुभकामना सबैजनालाई सम्पूर्ण मेरो यो भ्युवरहरूलाई होइन अब मादल सादल छ एकछिन रमाइलो गर्छौँ अझै रमाइलो गरेपछि भेटौँला है एकछिन है त ल सम्झे हाम्रो अहिले के को तयारी हुँदैछ भुक्का हो आज कुन चाहिँ फ्लेभर सम्झ्यो डबल एप्पल ओके ओके हुक्का बिना फेरि हाम्रो चाहिँ पार्टी फेरि अलिक अधुरै हुन्छ क्या होइन जाँड खाँदा पनि हुक्का चाहिन्छ होइन सुरु खाँदा पनि हुक्का चाहिन्छ अब हुक्का भन्ने कुरा जुनसुकै कुरा पनि मिल्छ क्या त्यसले गर्दाखेरि चाहिँ आज हाम्रो सम्धिको स्पेसल हुक्का चाहिँ उहाँको हातमा त उहाँको हात यति पनि मिठो छ हुक्का झनै मिठो हुन्छ कि उहाँले त गएको साल पनि लिएर पनि बेसी रमाइलो गर्नुभएको हुन्छ त्यो त मलाई स्टिल याद छ अनि त्यसले गर्दाखेरि चाहिँ आजको चाहिँ हुक्का अलिकति स्पेसलै हुन्छ है हाम्रो सम्धिले बनाएको है खरबुजा काट्न चाहिँ आउँदैन होइन तराई चाहिँ भइहाल्छ जस्तो तर काम चला हो कि होइन तर राम्रो काटेको यार यतिको राम्रो काटेको त मैले अझै देखाएको थिएँ नि फेरि है खरबुजा काटेको कहाँ काट्ने यहीँबाट सिकेको रहेछ क्या उहाँहरू पनि कस्तो राम्रो काटेको क्या गुर्नाइमा सिकेको डेनमार्क हुँदा खरबुजा खेती गर्नु जाँदैन डेनमार्कमा कति खरबुजा त कति काट्यो थियो यार होइन डेनमार्क पनि सबभन्दा धेरै उत्यो खै उत्यो आँखा नि एउटा भाडा स्टिलको थियो स्टिलको र त्यो यहाँ यो एउटा निकाल्दा थियो यसैले सफा गर्ने हो हजुरले चाहिँ बङ्गुर मासु भन्ने कुरा आयो पहिला त निकै रमाउनु के भन्छ बङ्गुरको मासु अब सहेन कि राम्रोसँग सपनामा बङ्गुरले लतार्ने भयो खाएको त्यसले मलाई खाना आउँछ बेलुका त्यही भएर चाहिँ खाना छोडेको पहिला त्यस्तो हुँदो रहेछ होइन होइन आज फेरि स्पेसल बङ्गुरको मासु नै हो कि मलाई भयो कि म खान्थेँ नि यहीँ आएर खाएँ पछि चाहिँ 2-3 पटक खाएको थिएँ नि त्यस्तै हुन्ला नखाँदा के हुन्छ र बङ्गुर मासु अब पहिला त भयङ्कर खाने त हो कि सर भन्नु सारलाई उता पहिला त उता लिन जाँदा कि सार बङ्गुरको मासु उठाइ ल्याएको थियो नि अरू त्यो फ्रिजमा केही नभएको होइन बङ्गुरको मासु केही धेरै पहिला उता लिँदा नि बेलामा क्या हाम्रो काम त्यस्तो बङ्गुरको मासु ठुलो फ्रिज किनेको थिएँ मैले एक्लै के भएछ भन्दाखेरि हाम्रो घर आइयो होइन आएपछि चाहिँ बिस्तारै बिस्तारै मैले छोड्नु भयो क्या किन भनेको रसै अब उहाँले पठाइछ होइन यस्तो हुन्छ कि कहिले कहिले है होइन मैले माने यार तपाईँसँग कला त भरपर्ती भएको यार है नाच्ने गाउने सबै भएको के अब को गाली बजाउने सबै भएको कसैले गीत कसैले गाउनु पर्यो हो त्यो हो त नि ल आजको पिकनिकको सुरुवात चाहिँ एप्पल जुसबाट सुरु गरे साथीहरू है मासुहरू चाहिँ पाक्दैछ आगो बल्दैछ बिस्तारै बिस्तारै सबै कुराहरू हुँदै जान्छ भर्खरै सामान लिएर राखेको छौँ साथीभाइहरू सबै बिस्तारै जम्मा हुनुहुन्छ र आगो पनि भर्खरै कोइलाहरू हालेर बल्दैछ होइन बिस्तारै बिस्तारै मासुहरू पनि पाक्छ त्यसपछि के अरे रक्सीले सुरु गर्छौँ होइन अलि भन्जार अलि तानु अझै भन तान सिकेन त
छट्टै तान्नुपर्छ नि यो हान्नु न टेस्ट गरेको ल ल ल प्लिज प्लिज लेखेर ल सबै चेस ल सबै चेस ल ल को के छ ल सबैले त ह्याप्पी न्यू इयर एभ्रिवान ल ल हेर्नुहोस् है यो पिकनिक स्पटको चाहिँ विशेषता भनेको यही नै हो यो चाहिँ वरिपरि चाहिँ सानो फेउराल जस्तो यस्तो ठाउँ पनि रहेछ है मान्छेहरूले चाहिँ बोटिङ गर्दैछन् र यसको यतापट्टि चाहिँ हाम्रो ग्रुप चाहिँ यहाँ छ है र पिकनिकको लागि चाहिँ एकदमै राम्रो ठाउँ रहेछ मलाई थाहा थिएन पहिला तर यो ठाउँ चाहिँ मलाई एकदम राम्रो लाग्यो यहाँ भन्नुहुन्छ चाहिँ जान पाइँदैन है तर पिकनिकको लागि चाहिँ विशेष ठाउँ हो यो चाहिँ हेर्नुहोस् यहाँनिर चाहिँ माथितिर चाहिँ पार्किङको लागि चाहिँ स्पट पनि टन्नै छ र पोल्ने कार्यक्रम चाहिँ सुरु भएको छ है भेज मासु यो चाहिँ यो माथि नै यो भयो भने दामी हुँदो रहेछ थाहा थिएन यार के त बबाल हुँदो रहेछ कि थाहा थिएन मलाई चाहिँ लाइन चाहिँ क्या बुढा यार हात हालेर भनेको यतापट्टि यो यस्तै चिकन पनि राख्ने हुन्छ नि चिकन त यति यति राख्ने हुन्छ क्या किन चिकन त डढ्दैन र या त डढ्ने भयो हाम्रो पेरमगुडीको बोलाएन एड्रेस बनाएर मैले भिडियो कल गरेँ पिकनिक हुँदैछ तपाईँ कहाँ भयो यहाँ छिटो आउनु सन्देश आनन्द हुन्छ क्या रमाइलो गर्न पाइन्छ त्यहाँ चिकित्सा रहेछ होइन कति वर्ष रहेछ त्यो अब न बल गुङ्गुर मासु बल यिनीहरू चाहिँ चिकन हो यो चाहिँ बङ्गुर ठोको त छैन नि केटाहरू फेरि काम छ नि अहिले नठोको रहेछ म तपाईँ खाँदै पनि गर्नु फेरि अनि म बोल्छु यसरी आउँदै यसरी खानुपर्छ साथीहरू है खट्टी मिठो खान्जालाई मसला खानु होइन खान्न कपालमै तेल अहिले दिएको थाहै छैन उसलाई मतलब होइन जिङ्गिङको भनिन्छ नि अब बिहा भयो सकियो कि लाइफ सकियो त्यो डिजिजले त्यो डिजिज हो मिठो एग्री द्याट होइन त तर त्यो डिजिजले के बनाउनु पर्छ भन्दाखेरि चाहिँ म चाहिँ राम्रो बनाइ त्यसको लागि छुट्टै हस्पिटल छ नि राम्रो बनाइ हिँड्नुपर्छ भन्ने एउटा आउँछ नि त भाइ होइन राम्रो मलाई त हिँड्नु पऱ्यो भयो के हो कि होइन
कति मासु चबाउनु अब कहिले कहिले सलाद पनि चबाउनु भयो के पाक्छ भने अब चिकन के हो चिकन पाकेर नुला नुला है माछा पाछ पायो एकछिन आयो नि पाक्दा अझै तर यो चिकन चाहिँ भित्र अल्ट्रासाउन्ड नपाइदिएमा भित्र अल्ट्रासाउन्ड पाक्न पाएँ तर सारले भने त्यहाँको 90% पाएँ तर 90% पाएको मासु पाएको अरे मान्छे बोकेर गयो मात्र त आफैले बोकेर टोयोटा कोरोला हो र कहाँ गयो फेरि त्यस्तो सिटीभरि घुमायो एयरपोर्टसम्म आउँछ किन यो कुरा गर्दैछन् केटाहरूले खान पर्ला त गर्छ नि साग खाना साग साग खाने होइन गाईको फेरि यस्तो डाइरेक्ट कति वर्ष 8-9 वर्ष त भयो नि त्यहाँ गएर होइन गाईकोमा 8 वर्ष गाडी किनेको 8 वर्ष त्यति नै चलायो गाईकोले त सबभन्दा धेरै समयसम्म बसेको भएर दाइसँग सर्टिफिकेटै छ गाईको वास्तव कुरा गरेको ल मेरो त इन्सुरेन्स लागि त कतै सम्बन्धै पर्दैन नि डाइरेक्ट त्यो गाईको म्यानेजरसँग कुरा हुन्छ हो त्यो के छ किन तेरो भन्छ हैन अनि ठिकै छ यार यस्तो काँचो मकै काँचो फेरि नाम फेरि एन्ड्रु गर्छु यो सबै गर्छु भन्छ जम्मै गर्छु भन्छ सबै हेल्थको नि गर्छु गाडीको नि गर्छु जग्गाको नि गर्छु जम्मै हो क्या जम्मै गर्छु भन्दै जम्मै गर्छु गर्छ कि मान्छेले जम्मै गर्छु भन्छ गाडीको नि होइन ऊ पनि गर्नु रहेछ कि फेरि के अरे त्यो प्लेन टिकट पनि काट्दो रहेछन् कि अस्ति मलाई त्यही भने त एकजना नेपालबाट प्लेन टिकट काटिदिन्छ सबै गर्छ त अहिले त टिपिया सुद्ध हान्छु भन्थ्यो अस्ति हामीलाई त्यो गाडीमा टिपिया सुद्ध हान्छु
फर्स्टमा त मेरो फर्स्टमा त हेमाको सोसल सेक्युरिटी रङ हालिदिरहेको रङ हालेर 3000 रुपियाँ निकालेर रिटर्न पछि फेरि 1 घन्टा पछि हेरेछ भाइ 10 आएछ तिर्नु पर्यो अब आउँछ र खुसी यस्तो कति तिर्नु भयो म त सोसल सेक्युरिटी रङ हालिदिन्छु सोसल सेक्युरिटी रङ हाल्छु तपाईँ के गर्छ यार यस्तो हुन्न काम नाइ त्यहाँ गुरुमा सुन्नु न त्यहाँ गुरुमा 3000 आउनु भयो भनेर लेखेको अझै गुरुमा कति कति दाइ तिर्नु पर्यो होइन अहिले त आयो ए अहिले कति आयो 3000 आयो गएको साल फेरि कस्तो तर हौ त अब दोस्रो हरायो अब सकिनु हरायो त हरायो चोर्दियो चोर्दियो दसवटा चोर्दियो चोर्दियो के गर्नु त सरकारले चोरिरहेछ होइन चोर्दियो हुन्छ अब त्यसको रेकर्डिङ केही छैन अब चोर्दियो तर त्यो वर्षैपछि माथि अब हामीले चाहिँ यहाँ पिकनिक गर्दै गरेको पनि लगभग 2 घन्टा 2-3 घन्टा भइसकेछ लगभग हामी सबैजना खाइसक्यो तर खानेकुराहरू चाहिँ हामीसँग टन्नै छ लगभग 20% पनि खाइ होइन अहिले घाम पनि लगभग गइसक्यो ज्याकेट लगाइसकेको छु मैले किनभने चिसो सुरु भइसकेको छ चिसो हावा चल्छ क्या कान टिन्न पार्ने चिसो हावा चल्या तर यो मौसममा यो बाहिर बस्न पाउँदा त ओहो आनन्द छ यतै छेउमा राख्नु चढ्दैन यतै छेउमा राख्नु के त यस्तो डढे भयो दामी भयो कस्टमर वाउ वाउ यो चाहिँ फेरि तपाईँको अर्को लट हो है अर्को लट चिकन हो यो चाहिँ पहिलो लट बाँकी छ यो चाहिँ अर्को लट हो यो चाहिँ बोनलेस यो चाहिँ त्यस्तो छ है फेरि मकै अलिकति बाँकी छ यता चाहिँ तपाईँको अलिकति पोर्कहरू बाँकी छ है पोर्क त लगभग हामी खाएकै छैन जस्तो छ है टन्नै बाँकी छ चिकनमा हामीहरूसँग लगभग पुरै लगभग 75% चाहिँ सकिएको छ है यो बाइक अर्को पनि थियो अर्को सक्यो यसमा चाहिँ अलिकति बाँकी छ यो चाहिँ होममेड अचार हो यस्तो छ अचार चाहिँ होइन पुरै भित्रै पुऱ्याउने रानी कहाँ त गाला रानी यस्तो लाग्छ नि के त कोइला 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 ठिक छैन यहाँ तल रक्सी हाल्छ यस्तो गयो कि भाइ अब दाइल सिवन पुरै भएन मैले खान्न तर यस्तो के दाइको तानै भएन उसको तानै भएन उसले खान अनि मलाई आएन बाबा
होइन मलाई त पहिला उसलाई देख्दा कस्तो लाग्छ त के अरे खमेरतिरको डन कस्तो लाग्छ कि साँच्चै डर लाग्थ्यो मलाई हो कि साँच्चै त्यो ठनको त्यो खमेरतिरको डनहरू हुन्छ नि त्यो त्यो बारहरू बाहिर हुन्छ नि डन कसम बारमा हुन्छ नि डनहरू के त्यो केही भयो भने पिटिहाल्ने ठोकिहाल्ने त्यस्तो डन लगाइरहेको थियो अहिले बल्ल थाहा भयो कि डन हुन्छ भन्ने थाहा भयो यो चिकन सकाइदिनु चिकन सकाइदिनु फेरि हालेको भयो अब कसले खान्छ यत्रो होइन कमसे एटलिस्ट यो त भोलि फ्राई गर्न मिल्थ्यो के गर्नु मिल्थ्यो भोलि घरमा यो चिकन यो भयो रह्यो भने भोलि खान मिल्छ त तताएर भाउजूलाई लैजाउँ त तपाईँले भाउजूलाई काम छोड्नु त आइन होइन भोलि होइन पोर्खा चाहिँ यसो गरेर त तपाईँ त्यसलाई चाहिँ एउटा प्लास्टिकमा हालेर डिफ्रिजमा हालिदिउँ त्यो 3-4 दिनसम्म युज गर्नु होइन होइन आज तास नखेल्ने र खेल्ने खेलौँ छैन म त के गर्नु खेल्ने खेलाउँ त के भएर भोलि कहाँ जाने मिल्छ खेल्ने खेलौँ त को खेल्छ त को खेल्छ त टिम बढी सक्छ मेरो खेलाडी नै उहाँ छ कि लोही काटेन उही अनि पानीले उहाँ छ चिम्टा उका हालौँ न भाइ छ बढी भइन्छ अघि मात्रै म खडा बढी म सुत्छु मलाई निन्दा लाग्छ किन कसरी स्विमिङ हुन्छ यार गाडी सबै गर केटा हो रक्सी खाएर गाडी चाहिँ ल हामीहरू चाहिँ यो पिकनिकको लगभग अन्त्यतिर छौँ साथीहरू चिसो पनि भयो अब घरै गएर चाहिँ घरै बस्ने भन्ने कुरा आइतबार गरेछ त्यसले गर्दाखेरि चाहिँ हामीहरू जति पनि पाकेको सामानहरू छ त्यसलाई चाहिँ सर्लक लगाएर घर लिएर गएर हामी आज साँझ चाहिँ मेरो घरमा त्यति रमाइलो गरेर चाहिँ छलफल भइसक्यो त्यसले गर्दाखेरि चाहिँ अब आजको पिकनिक चाहिँ सम्भवतः वान अफ द बेस्ट पिकनिक बाबाले भयो मजाले खाइयो बङ्गुरको मासु चिकनहरू केटाहरूले भन्नु स्याटरडे पानी छ र त्यो मैले भाइलाई फोन गरेको थिएँ होइन जाँदाखेरि मैले भाइलाई फोन गरेको थिएँ घर नजिक एउटा कुरा फेरि तिमीहरूले सेयरमा फेरि पैसा धेरै दिन्छ है फेरि सेयरमा है पैसा धेरै दिन्छ मेरो के भन्दै सेयरमा ठ्याक्क बज्यो यो एमाजोन बिल्डिङबाट शनिबार डाउनटाउनमा $10 बज्यो होइन सेयरमा क्या बज्यो अनि मैले त्यो उठाएँ
उठाएर अनि ठ्याक्क मान्छे बोके इन्डियाले होइन ठ्याक्क त्यसलाई बोक्ने बित्तिकै अर्को $18 एड भयो फेरि $18 सेयरमा होइन अब $18 भनेपछि तिम्रो सेयरमा कम्पनी 15 माइल टाढा त हो होइन अनि गएँ ठ्याक्क त्यसलाई झारेँ अनि अर्को टक्क भित्रै आएको थियो फेरि इन्डियन होइन भित्रै आयो म त्यसलाई भने कहाँ जाने भन्नु लाग्यो म फ्रीमन्ट जाने भन्नु लागेको थियो म त फ्रीमन्ट जानु न झर भन्नु लागेँ होइन बिचरा इन्डियाले किन जान नसक्ने किन एक्सेप्ट गरेछ होइन उबरले चाहिँ अटोमेटिक एक्सेप्ट गरिदिन्छ होइन चाहिँ त्यही भएर म त फ्रीमन्ट जान्न हेर भनेर मैले भने त्यसलाई त्यो के अब फ्रीमा 15 माइल टाढा के त्यो सनिको एमाजोनबाट के सेयर उठाउनु बित्तिकै बन्द गरिहाल्नुपर्छ क्या त्यो होइन पच गरेर नि आउँछ त्यो आउँदैन पच गरिदियो भने अनि तपाईँको जाने बेला फेरि छोडिदिन्छ मनमा खुसी भएर होइन अब सान फ्रान्सिस्को जान पाइयो घर टाइममा जान पाइयो होइन अनि बुढो फेरि माथि फाइन राख्छ अगाडि बसेछ रिस उठिरहेको आफूलाई फेरि माथि सेकेन्डमा जानु परिरहेको रिस उठ्दैन सान फ्रान्सिस्को एयरपोर्ट भनेर हालेको होइन बुढो बोलेको गर्छ मसँग मलाई रिस उठिरहेको छ माथि हारिदिउँ कि जस्तो भइरहेको छ गयो अनि यो भाइलाई फोन गरेको होइन भाइ गरेको खाली आएको नि त म त्यो सेक्रेमेन्ट चाहिँ खाली आएर अनि त्यसपछि लगभग बर्कलीसम्म आएँ के खाली जाने फेरि टोल बर्कली क्रस सान फ्रान्सिस्को क्रस गरेर टोल लाग्छ फेरि $8 अनि फेरि माथि यो त टोल त बचाउनु पर्छ यार भनेर फेरि बर्कलीमा आएर एकछिन बसेर लगभग आधी घन्टा 1 घन्टै बस्यौँ होला खास एउटा मैले कम्फर्ट बस्यो सिटी आउने त्यो बोकेर आएको बिहान गएको मान्छे सिधै घर 7 बजीतिर त्यो बेकार हुन्छ तर एउटा फेरि त्यो डिपमा त फेरि हेर्न मिल्छ नि त सबै होइन उठाइसकेपछि ओह्रालो मिल्दैन कि फेरि त्यो त होइन अब दिमागमा मेरो सान फ्रान्सिस्को चलेको नि त म अब त्यो